ओप्पो युजरको लागि एकदम खुसीको खबर छ। जस्तै अब ओप्पोले 16 कलरओएस अपडेट चाहिँ लन्च गरिसकेको छ। धेरैजनाको मोबाइलमा धेरैजनाले अपडेट पनि गरिसक्नुभयो होला हैन। र यसको म फिचरको बारेमा भन्न गइरहेको छु। 16 कलरओएस जबदेखि लन्च भयो नि तबदेखि यसको फिचरहरू एकदम इम्प्रुभ गरेको छ। आफ्नो फिचरमा धेरै इम्प्रुभ गरेको छ। जस्तै म यो सेटिङ भयो, सेटिङ खोल्दाखेरि मान्नुहोस् यो एप्समा गयो अनि यसरी ब्याक गर्दाखेरि हेर्नु त कति 10 टाइम्स मलाई लाग्छ 10 टाइम फास्ट काम गरिरहेछ। अब यो एक्टिभेट गर्नको लागि के गर्नुपर्छ, तपाईँ सेटिङमा जानुहोला। सेटिङमा गएपछि यहाँ हेर्न सक्नुहुन्छ सर्च बार छ। सर्च बारमा के लेख्नु होला, स्वाप अनि एनिमेसन लेख्नु होला, एनिमेसन लेख्नु होला। अनि यो आउँछ अनि यसमा जानु होला, एनिमेसन बेटा, अहिले बेटा भर्जन लन्च गरेको छ। यो मेरो अन छ, पहिला अफ थियो, अन गर्नु होला। जसको अफ छ त्यो अन गर्नु होला। अन गरेपछि तपाईँ अब ब्याक जानुहोस्, ब्याक जाँदाखेरि एकदम फास्ट, धेरै फास्ट ब्याक हुन्छ हैन। त्यसपछि अर्को फिचर मलाई के सबभन्दा बढी मन परेको छ भन्नाले, जस्तै अब मान्नुहोस् यो के भन्छ यहाँ यो इन्स्टाग्राम छ या त कुनै एप्लिकेसन, तपाईँ आफ्नो एप्लिकेसनको साइज ठुलो या सानो गर्न सक्नुहुन्छ र केही फिचर यसमा एड पनि गर्न सक्नुहुन्छ। जस्तै मेरो यो फेसबुक छ, मैले यो फेसबुकमा क्लिक गरेँ। फेसबुकमा क्लिक गर्दाखेरि तपाईँको यो यस्तो फिचरमा मात्र आउँथ्यो, तर अहिले हेर्नुहोस् के छ, यो तपाईँको फेसबुकको यो सेतो कलर कर्नरमा लेखेको छ नि, यसलाई तपाईँ ठुलो यो आफूले चाहे बमोजी गर्न सक्नुहुन्छ। र यसमा तपाईँ केही एड गर्न पनि सक्नुहुन्छ। यहाँ प्लस आइकन छ, त्यसमा क्लिक गर्नुहुन्छ भने एड गर्नुहुन्छ। जस्तै मेरो इन्स्टाग्राममा हेर्नुहोस्, तपाईँले एड गर्नलाई प्लसमा क्लिक गर्नुहोस् अनि क्यामेरा एड गर्न सक्नुहुन्छ। यो के चाहियो तपाईँले त्यो एड गर्न सक्नुहुन्छ। तपाईँ यहीँबाट डाइरेक्ट तपाईँलाई क्यामेरा आवश्यकता पर्छ भने क्यामेरामा यो केमा कुन आवश्यकता पर्छ त्यसमा क्लिक गर्नु होला, त्यहीँबाट डाइरेक्ट त्यहीँमा जान सक्नुहुन्छ हैन। त्यसपछि के हुन्छ, यसलाई अब फेरि रिपोजिसनिङ गर्नको लागि यस्तै यहाँ क्लिक गर्नु होला, रिपोजिसन हुन्छ। र अर्को फिचर मलाई के ठिक लागेको छ, जस्तै अब तपाईँ सेटिङमा जानुहुन्छ नि, सेटिङमा जानुहोस् र तलतिर आउनुहुन्छ भने यहाँ हेर्नुहोस् एआईको पनि अप्सन हालेको छ, एआईको अप्सन हालिदिएको छ। यहाँ हेर्न सक्नुहुन्छ सबै एआईहरू पनि छ। अनि त्यसपछि तपाईँको लाइभ अलर्टहरू पनि हालिदिएको छ, लाइभ अलर्ट पनि छ हैन। मलाई यो अहिले जुन 16 मा आएको फिचर हो नि धेरै मन परेको छ। तपाईँको मोबाइलमा ओप्पो युजर हुनुहुन्छ भने तपाईँको मोबाइलमा आएको छ कि छैन प्लिज कमेन्ट गर्नुहोला। र तपाईँ यस्तै टाइपको भिडियो हेर्न चाहनुहुन्छ भने प्लिज नेपाली गाइडलाई फलो गरिदिनु होला। र अझ म जुन कलरओएस 16 लन्च गरेको छ नि, यसमा अझ न्यू फिचरहरू आएछ, म त्यसको बारेमा पनि भिडियो बनाउँछु हैन। धन्यवाद।